जेमसी अनि नमस्कार है। 22 से 24 राज्यलाई एउटा सिङ्गो राष्ट्रको रूपमा पृथ्वीनारायण शाहद्वारा एकीकरण गरियो। अनि एकीकरणपछि जुन शान्तिको जुन विकासको सोच पृथ्वीनारायण शाह अथवा शाहवंशले गरेका थिए अथवा जनताले गरेका थिए त्यो पुरा भएको म देख्दिनँ। अनि शाहवंश अगाडि बढ्दै गर्दा राणाकालीन शासन सुरु भयो। राणाहरूले पनि लगभग 105 वर्षभन्दा बढी शासन गरे। त्यहाँ पनि विकास भएको देखिँदैन, शान्ति आनन्द भएको देखिँदैन। 2007 सालपछि राणाकालीन शासन हट्यो। त्यहाँ अनिखेर थुप्रै व्यवस्थाहरू भए, आन्दोलनहरू भए। तर पनि त्यो आन्दोलनहरूले पनि जुन किसिमको विकास, जुन किसिमको शान्ति, जुन किसिमको आनन्दको कल्पना मानिसहरूले गरिरहेका थिए, जनताहरूले गरिरहेका थिए, त्यो भाव म देख्दिनँ। अनि समय बित्दै जाँदाखेरि 2052 सालपछि माओवादी जनयुद्ध सुरु भयो। अनि 62-63 सालमा आन्दोलन भयो, राजा हट्यो, तर पनि शान्ति छैन, तर पनि पीडा रही जीवन बिताउन पाएको छैन। पक्कै पनि माओवादी जनयुद्धले केही सुधार आए, केही बोल्न सक्ने वातावरणहरू सिर्जना गरिदिए, तर सबैजना खुसी त भएन नि। सबैले आनन्द शान्तिको एउटा आनन्दको राहत त फेर्न पाएन नि। संसारभरि युद्ध भइरहेको हुन्छ, आन्दोलनहरू भइरहेको हुन्छ, तर पनि त्यो आन्दोलनले, युद्धले शान्ति कायम भएको छैन क्या। पीडा रहित जीवन पाइरहेको छैन। पहिलो विश्वयुद्ध भयो, पहिलो विश्वयुद्धपछि युद्ध दोहोऱ्याएर नहोस् भनेर राष्ट्रसङ्घ निर्माण भयो। फेरि दोस्रो विश्वयुद्ध सुरु भयो। दोस्रो विश्वयुद्धपछि अब संसारमा विश्वयुद्ध नहोस् भनेर संयुक्त राष्ट्रसङ्घ स्थापना, त्यही पनि अझै पनि लडाइँ भइरहेको छ। युक्रेन र रसिया, प्यालेस्टाइन र इजरायल, कहिलेकाहीँ भारत, पाकिस्तान, चाइना, विभिन्न देशहरू लडाइँ भइरहेको छ। भन्न खोजेको कुरा के हो भने संसारमा युद्ध भइरहन्छ, संसारमा पीडा र दर्द भइ नै रहन्छ। जुनसुकै व्यवस्था होस्, जस्तोसुकै शासकहरू स्थापना होस्, युरोप अमेरिकातिर केही हदसम्म अलि विकास भएको जस्तो देखिन्छ, केही एसिया र अफ्रिकामा भन्दा सुधार भएको देखिन्छ, तर त्यहाँ पनि अशान्ति छ। त्यहाँ पनि सबैजना खुसी र आनन्दमा बसेका छैनन्। त्यसैले संसारमा रहन्जेल तपाईँले जतिसुकै आन्दोलन गरे पनि, जतिसुकै युद्ध गरे पनि, जतिसुकै व्यवस्था परिवर्तन गरे पनि, जुन पीडा रहित जीवनको कल्पना तपाईँले गर्नुभएको छ, मैले गरेको छु, जुन शान्ति आनन्दको चाह हामीले गरेका छौँ, त्यो सम्भव हुनेवाला छैन, जीवनभरि नै छैन। अब भोलि फेरि म सुन्दैछु राजावादीहरूले राजा फर्काउन चाहिँ आन्दोलन गर्दैछ अरे। ल भोलि राजा आउँला रे, फेरि पनि त्यो शान्ति हुनेवाला छैन, त्यो आनन्द र पीडा र जीवन हुनेवाला हुँदैन। म क्रिस्चियन हुँ, मेरो पनि समर्थन होला अरे ल राजा आओस् भनेर। तर पनि जुन कल्पना तपाईँहरूले गराउनु भएको छ त्यो कल्पना अनुसारको व्यवस्था हुनेवाला छैन। शान्ति, खुसी र आनन्द त आउनेवाला छँदै छैन। संसारमा रहन्जेल हुनेवाला सम्भव छैन। तर एउटा यस्तो दिन आउनेछ, एउटा समय आउनेछ जहाँ चाहिँ पीडा रहित जीवन जिउन सकिन्छ, शासन काल चाहिँ अगाडि बढ्छ। त्यो चाहिँ नयाँ स्वर्ग र नयाँ पृथ्वीको बारेमा अनि बाइबलले बताउँछ। विशेष गरी प्रकाश 21 अध्याय सिंहासनबाट यसो भन्ने एउटा चोरको स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिमीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँसु पूर्ण रूपले पुसिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीडा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बिति गएका छन्। अर्थात् एउटा समय आउनेछ जहाँ चाहिँ साँच्चै नै पीडा रहित जीवन पाइन्छ, भेदभाव रहित जीवन पाइन्छ, आनन्द र खुसीको जीवन पाइन्छ। अनि त्यो राज्यमा प्रवेश गर्नको लागि, त्यो व्यवस्थामा प्रवेश गर्नको लागि चाहिँ तपाईँ अनि मैले यसलाई विश्वास गर्नुपर्छ। नत्र भने जतिसुकै आन्दोलन गर्नुहोस्, जतिसुकै सङ्घ संस्थाहरू खोल्नुहोस्, जतिसुकै सचेतनाको जागरण गर्नुहोस्, त्यो हुनेवाला छैन। त्यो किसिमको आश हामी गर्न सक्दैनौँ। त्यसैले यसोमा विश्वास गर्नुहोस् अनि एउटा राज्यमा, एउटा आनन्दको शासनमा हामी प्रवेश गर्न सक्छौँ, जहाँ पीडा रहित जीवन जिउन सक्छौँ, आँसु रहित जीवन बिताउन सक्छौँ है त। यसैका पुस्तकहरूले पनि त्यो कुरालाई उत्साह हौसला दिन्छ। हुन्छ, धेरै धन्यवाद। जय मसी।